ब्याक माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी बसन्तपुर घुम्न जान गएको छौँ। सो हाम्रो यहाँ फुपू हुनुहुन्छ, हाम्रो फुपूहरूसँग जानुपर्ने हुन्छ यता। फुपूको नि युट्युब च्यानल छ माया लिम्बू, सब्सक्राइब गरिदिनु होला सबैजनाले, सब्सक्राइब गरिदिनु होला। सो आजको ब्लग चाहिँ हाम्रो फुपू पनि राइडरै हुनुहुन्छ है, हामी चाहिँ जानुपर्ने हुन्छ अनि भरे देखिहाल्नुहुन्छ हामी घुमेर आउनेछौँ। सो त्यही हो, अब चाहिँ हामी जानु लागेको सक्नुहुन्छ। हामीसँग चाहिँ दुईवटा बाइक छ अनि केटाहरू यता छन्। सर भालु त्यही हो, अब हामी जान्छौँ ल। सो मोटो ब्लगमै भेटौँ।
गाइस हामी चाहिँ जिरीको ग्यारेजमा आइपुग्यौँ सो हामी चाहिँ गाडीहरू धुन्छौँ है 3 बसेर जानुपर्ने हुन्छ गन्तव्य पुग्न आँटेका छौँ त्यो दिक्क हुन्छ गाडीहरू धुनेछौँ हुन्छ सो फाइनली गाइज हामी चाहिँ सुर्कीमा आइपुग्यौँ है सो यहाँ चाहिँ फुपूको दिदी हाम्रो फुपूको घरमा आएको छौँ सो अनि अब यहाँ चाहिँ खानासाना खाएर हामी जानुपर्ने हुन्छ हाम्रो डेस्टिनेसन्स भनेको चाहिँ हाम्रो बसन्तपुर चोक्लुङ पार्क हो आजको सो त्यही हो अहिले भेटौँला सो फाइनली गाइज हाम्रो चाहिँ खाना रेडी भइसक्यो है अब चाहिँ हामी खाना खानुपर्ने हुन्छ अनि हामी जान्छौँ यहाँबाट खाना खाएपछि थकाली खाना भन्छ क्या यसलाई देख सक्नुहुन्छ सो फाइनली गाइज हामी चाहिँ चोक्लुङ पार्क आइपुग्यौँ है अब हामीले चाहिँ टिकट पनि काटिसक्यौँ यता माथि कहाँ हो यहाँ माथि सानो घरमा हुनुहुँदो रहेछ टिकट काट्ने अनि टिकट यहाँ फुपूले बोक्नु भएको छ हामीले टिकट काटिसक्यौँ सो कति रहेछ टिकट एकजनाको म त्यत्रो 100 रुपियाँ एकजनाको ए अलिकति डिस्काउन्ट गरिदिएको भए हुन्थ्यो नि सो त्यही हो अब हामी चाहिँ तलतिर जान्छौँ एकजनालाई डिस्काउन्ट दिनुभयो ए डिस्काउन्ट पनि दिनुभयो ल धन्यवाद जाऊँ भाइ त्यही हो हाम्रो बाइकहरू यहाँ छ अब हामी तल जान्छौँ मेरो चाहिँ यहाँ गोब्रो ओए ठोकाउँछस् नि गोब्रो छराएर बोकेको नि ल यहाँ हेरिदिनु ल हेलमेटमा फेरि अलिक महँगो सामान छ क्या त्यही भएर तपाईँले नजर राखिदिनु ल हेलमेटको त्यही हो अब हामी चाहिँ तल जान्छौँ आज चाहिँ मौसमले अलिकति हामीलाई साथ दिएन धुम्मिरहेको छ हल्का राम्रो थियो मौसम हेरेर चाहिँ आज मलाई अलिकति दुःख लाग्यो होइन घुम्न आयो घुम्न पायो एकदम पानी चाहिँ आएको छैन तर मौसम अलिक धुमिरहेछ त्यही भएर अलिक नराम्रो एकदम खुसी लागिरहेछ किनभने चोक्लुङ पार्कतिर चोक्लुङ पार्क भन्ने ठाउँमा हामी आइपुगेको छौँ फाइनली धेरै सम्झिरहेको देख सक्नुहुन्छ यहाँको भ्यू म तपाईँहरूलाई देखाउने छु गाइस त्यही हो यति लामो ढुङ्गा हुन्छ कराउनु पाइन्छ कि पाइँदैन हौ वाउ त्यस्तो छै ल देख सक्नुहुन्छ मान्छेहरू पनि आउनु भएको छ अरू पनि घुम्नलाई तर त्यति धेरै मान्छे छन् अहिले सिजन होइन नि त त्यही हो सो गाइस देख सक्नुहुन्छ हाम्रो चोक्लुङ पार्क सो फाइनली चोक्लुङ पार्क चाहिँ यस्तो रहेको छ देख सक्नुहुन्छ घरहरू छ है भित्र चाहिँ सङ्ग्रहालय पनि छ सो हामी छिर्छौँ होला तर भिडियोहरू गर्न ब्यान्ड मनाइ छ सो त्यही भएर भित्रको सामानहरू तपाईँलाई देखाउनु पाउँदैन सो त्यही हो बाहिरको चाहिँ मजाले हेर्नु होला सो यस्तो छ है चोक्लुङ पार्क ल हामी चोक्लुङ पार्कबाट चाहिँ हामी चाहिँ फर्किन लागेको चोक्लुङ पार्क घुमिसकियो फाइनली सो टिकट निकाल्ने सो त्यही हो अब हामी चाहिँ जान्छौँ है फुपूले बाइक चिक्दै हुनुहुन्छ अनि यता फुपू चाहिँ म हिँड्नु यता छ सो त्यही हो अब हामी फर्किन्छौँ
अब डेस्टिनी अब हाम्रो घर होइन ल दिदी ल राजकुमार ब्लग ल सो गाइस हामी चाहिँ फर्किसकेको है हामी चाहिँ बाटोतिर छौँ सो केटाहरू यता छन् है हामीलाई चाहिँ पानीले हिर्कायो एकदमसँगले भिजिरहेको छौँ सो अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ घर हामी चाहिँ अब फर्किने सो त्यही हो नेक्स्ट ब्लगमा भेटौँ गाइजहरू है अब योभन्दा अझै बबाल ब्लगहरू आउँदैछ सो त्यही हो